ल साथीहरु नेपालमा बबालै खाले मोनोकुलर खोजिराख्नु भएको छ भने दिस इज द बेस्ट अप्सन है। तपाईहरुको लागि 10 देखि 1000x सम्म जुम हुनेवाला यो मोनोकुलर लेन्स चाहिँ ल्याइसकेको छ। सानो डिजाइनमा छ, अराउन्ड 200 ग्राम्सको होला यसको वेट हैन, लाइट वेट पनि हुन्छ। एबीएस प्लास्टिकको टक्क यो फ्रन्ट इन भयो, त्यसपछि यो ब्याक इनको यो भयो। सबसे पहिला चाहिँ हजुरहरुले यसलाई यो जुन आइपिस छ नि यसलाई यसरी एक्सटेन्ड गर्नुस् है। यो गरेपछि हेर्दाखेरि अलि इजी हुन्छ है। अनि त्यसपछि हजुरको यहाँ भनेको 10 देखि 1000x सम्म यहाँ हेर्नुस् त कर्सर छ हैन। यसलाई चाहिँ हजुरको यो 10x मा भयो। अब 1000x जुम गर्ने हो भने यता यता हजुरले घुमाउँदै जानु पर्यो। लेफ्ट ह्यान्डतिर घुमाउनु भयो भने जुम बढ्दै गयो, राइट ह्यान्डतिर राख्नु भयो भने जुम आउट हुँदै 10x सम्म पुग्ने भयो। अब यो अगाडिको एक्सटेन्डेबल पाउनुहुन्छ। फोकस एडजस्ट गर्नको लागि यसलाई एक्सटेन्ड गर्न सक्नु भयो भने साथसाथै यहाँ एडिसनल भनेको तपाईले यो घुमाएर मेन फोकस एडजस्ट गर्नलाई यो युज गर्न सक्नु भयो, यताको घुमाएर हैन। अब यो चाहिँ फुल एक्सटेन्सनमा चाहिँ यति लामो हुन्छ। अनि टक्क यहाँ भनेको हजुरले यो पनि राख्न सक्नु भयो, यो राखेर टक्क हातमा झुन्डाउन सक्नु भयो हैन। साथसाथै हजुरहरुले यसलाई चाहिँ टक्क यो स्ट्यान्डमा राखेर पनि मज्जाले हेर्न सक्नु भयो है। स्ट्यान्डलाई पनि एडजस्ट गर्न सक्नु भयो। टक्क यसरी राख्यो, राखिसकेपछि यसलाई यसरी एक्सपान्ड गर्नुस्, त्यसपछि यसलाई अझै एक्सटेन्ड गर्न मिल्छ है। ल एक्सटेन्ड गर्ने यो धेरै हल्ल्यो भने चाहिँ हजुरहरुले यो कस्न सक्नुहुन्छ। राइट साइडतिर घुमायो भने कसिन्छ, यो धेरै हल्लिदैन। अनि यो माथिको कस्नलाई यो घुमाएर कस्ने है। यति गर्दाखेरि तपाईको यो स्ट्यान्डसँग ट्राइपोडसँग सेट भयो हैन। अब यो चाहिँ तपाईले टक्क स्ट्यान्डमा राखेर मज्जाले हेर्न पनि सक्नु भयो भने टक्क यसलाई खोलेर तपाईलाई अब मोबाइलबाट फोटो भिडियो कसरी खिच्ने भनेर सोधिराख्नुहुन्छ, त्यसको लागि पनि क्ल्यारिटी गर्दिम हैन। त्यसको लागि टक्क हेर्नुस्, यहाँ मोबाइल होल्डर दामीवाला आउँछ। टक्क यहाँनिर तपाईले यसलाई एडजस्ट गर्न सक्नु भयो। टक्क कस दिने, मज्जाले कस्यो हैन। यो चाहिँ अलि मज्जाले कस्नु पर्ने हुन्छ किनकि स्टेबिलिटी मेन्टेन गर्नको लागि। टक्क यो गर्यो, यो पनि कस्दियो। अनि अब यहाँनिर सबसे पहिला मोबाइलको क्यामेरा खोल्नुस् है। क्यामेरा खोलिसकेपछि जानुस् अनि यहाँ गर्दाखेरि कुन चाहिँले क्याप्चर गरिरहेछ त हैन, पहिला त्यो आइडेन्टिफाई गर्नुस्। अब यो राख्दा भइरहेछ भने ल क्ल्यारिटी दिइरहेछ हैन। माथिको छोपिदा पनि केही भइरहेछ छैन भने यो तल्लो क्यामेराले खिच्दै रहेछ मेरो। त्यसपछि अब म यसलाई टक्क यसरी एडजस्ट गरेर यसलाई एक्सपान्ड गरेर मैले यो तल्लो क्यामेरामा टक्क यसरी हेरेर हैन टक्क एडजस्ट गर्छु। अनि त्यसपछि यसलाई मज्जाले कस्दिन्छु। मज्जाले कसेन भने चाहिँ पछि तपाईको बिचमा धेरै यो स्पेसहरु आउन सक्छ। त्यो भएर यो मज्जाले कस्नुस् है। मज्जाले कसिसकेपछि टक्क यसलाई यहाँनिर राख्दिने। राख्यो हेर्नुस् त पुरै अन्धकार आएको छ हैन। यसमा किन अन्धकार आयो भने यो फोकस गर्न बाँकी छ। अब स्ट्यान्डमा राख्नुस्। अब यसलाई यस्तो ल्यान्डस्केपमा गरौँ है। के देखिरहेछ हामीले अब फोकस गर्न ट्राई गर्ने भनेको चाहिँ त्यो एयरबडलाई चाहिँ हामीले फोकस गर्न खोजिरहेछौँ। यो चाहिँ धेरै नजिक छ हैन, बेलुकाको टाइममा सुट भएको भएर चाहिँ टक्क यहाँ फोकस गर्दा यता हेर्नुस् ब्लर आइरहेछ हैन। ब्लर किन आइरहेछ भने यो अगाडिको एडजस्टमेन्टले गर्दा। ल हेर्नुस्, यसलाई अगाडि पछाडि गरेर तपाईहरुको सबसे फर्स्टमा चाहिँ यो इन्ड हुन्छ नि, यहाँ समाएर अगाडि पछाडि गर्ने है। अगाडि पछाडि गर्दा जहाँ गएर त्यो अब्जेक्टहरु चाहिँ थोरै धुन्ला धुन्ला देखिन्छ नि, यतिको देखिसकेपछि चाहिँ हजुरहरुले यसलाई यहाँनिर समाएर चाहिँ घुमाएर तपाईको थोरै एडजस्ट गर्नलाई चाहिँ यहाँबाट गर्ने है। टक्क घुमाउने 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 जबसम्म क्ल्यारिटी आउँदैन तबसम्म घुमाउने। यो एडजस्ट गर्नलाई चाहिँ तपाईहरुलाई केही टाइम लाग्छ है, नआत्तिनु भएन। तपाईहरु अलि धैर्यका साथ लाग्नुपर्छ यसमा चाहिँ। ल यतिको भएपछि तपाईको भिडियोग्राफीहरु गर्दा चाहिँ अलिकति जुम गर्नुपर्ने हुन्छ है, किनकि बाहिरको लेन्सले कभर गरिरहेको हुन्छ नि त तपाईको स्पेस। अनि सेन्सिटिभिटी हेर्नुस् त कस्तो हल्लिरा हुन्छ। यो चाहिँ खास टाढाको सामान हेर्नु हो, यो नजिकै भएर पनि धेरै सेन्सिटिभ देखाउने भयो। ल यसमा नि भिडियो अन गर्दिम। फ्ल्यास बोले क्या बोलिरहेछ, फ्ल्यासलाई बन्द गर्दिम। को भिडियो अन गरिसकेपछि तपाईको अब्जेक्टलाई यस्तो मज्जाको हुन्छ यसले। ल हेर्नुस् त यस्तो दामी बवालवाला क्ल्यारिटी देखाउँछ हैन। अब त्यो हामीले एउटा चाहिँ हिमाल हेरेको वाला पनि भिडियो बनाएको थियौँ हैन। त्यसलाई चाहिँ हजुरले टिकटकमा पनि चेक गर्न सक्नुहुन्छ अथवा युट्युबमा पनि हामी अपलोड गर्नेछौँ। एकदम दामीवाला प्रोडक्ट आएको छ। यो चाहिँ तपाईको 10x मा जुम छ है। हजुरको टाढा हो भने चाहिँ 10 देखि 1000x सम्म मज्जाले जुम गर्न सक्नुहुन्छ। एकदम बवाल सामान आएको छ। हजुरलाई पनि चाहिन्छ भने हामीलाई सम्पर्क गर्नु होला, अथवा लिइसक्नु भएको छ भने नि यो भिडियो हेरेर चाहिँ हजुरहरुले कसरी मोबाइल फोटोग्राफी गर्ने अथवा कसरी हेर्ने भनेर चाहिँ तपाईले यसलाई रिफरेन्सको जसरी पनि युज गर्न सक्नुहुन्छ है।